संविधान त त्यही बेला च्यातिसकेको थियो, राष्ट्रपतिलाई त्यही बेला गोली ठोकिसकेका थिए। सैनिक कु हुन्थ्यो, सैनिक कु भएर यदि त्यो हुन्थेन भने त्यो ठाउँमा त्यो कुनै एउटा व्यक्ति त्यो यो सच्चा यो चाहिँ गणतन्त्रको पहरेदार त्यो ठाउँमा थिएन भने नि त्यही बेला सैनिक हुन्थ्यो, त्यही बेला राष्ट्रपतिलाई गोली हान्थे, त्यही बेला यिनी नेताहरू जान्थे। यदि ये प्रचण्ड सरचण्ड ये केपी ओली सेपी ओली त्यो सबै जेल जान्थे होइन, सबै जेल जान्थे। अनि त्यस पछाडि अब यो विप्लव सिप्लवहरू त अहिले त नामै सुन्न सकिन्न थियो। यी विप्लव सिप्लवहरूलाई पनि एउटा राज्य आतङ्कको मुद्दा लाइन्थ्यो, उनीहरू जेल जान्थे। विद्रोहको कुनै पनि एउटा मुना राख्ने थिएनन् होइन, राख्ने थिएनन्। अनि केही समय सेनाले चलाउँथ्यो, अनि त्यस पछाडि ज्ञानेमायालाई सरकार भइहाल्नुहुन्थ्यो। तर त्यो शक्ति पूर्ण रूपमा असफल भयो होइन सर? असफल भयो एकजना व्यक्तिको कारणले गर्दाखेरि। व्यवस्था त बच्यो नि, व्यवस्था बच्यो, एकजनाले बचायो, सत्ता गयो आफ्नो ठाउँमा छ, सत्ता गयो आफ्नो ठाउँमा छ, व्यवस्था त त्यो एकजना व्यक्तिले बचायो नि। अब गणतन्त्रले छ नि, तिनलाई यस्तो अवार्ड दिनुपर्छ कि अहिले जसको सरकार छ नि यिनले त नसक्लान्, यिनको आँखामा त कसिङ्गरै छ। जेनजी आन्दोलन, जेनजीको नाममा तथाकथित आन्दोलन पनि भन्छु के म त, त्यहाँ सानसाना बालबालिकालाई 70-75 जना मान्छेलाई त्यतिखेर होमेर मरे नि तिनीहरू। यिनी उक्साउने नि यिनी हुन्, यिनै हुन्। यो चाहिँ भनौँ न यो साम्राज्यवादीहरू, यो विस्तारवादीहरूको यसका एजेन्ट बनेर आएकाहरू, जसले जुठो पुरो खान्छन्, जसको जुठो पुटो खान्छन्, जो हिजो दरबारबाट चाहिँ जुठो खाँदा के तिनलाई पनि झिनो आशाले यिनलाई सपोर्ट गरेका हुन् नि। फेरि खान पाइन्छ कि, फेरि खान पाइन्छ कि भनेर होइन, दाना पनि छुटेको छ। हिजो राजाले एक पाठी चामलको भात पकाएर आफूले एक गाँस खाएर त्यहाँ राल सिगान लतारेर यो विष्णुको चाहिँ प्रसाद भनेर दरबारमा लगेर छरेर एउटा सित्ता मुखमा ओहो भन्नेहरू छन् नि, तिनीहरूलाई झिनो आशा थियो के, तिनीहरू पनि लागे त्यहाँ। आखिरी सत्ताच्युत बनाए होइन, सत्ताच्युत बनाए। त्यो बारवटा फाउन्डेसनको हेर्नु न अहिले को गएको छ, गृहमन्त्री को छ, प्रधानमन्त्री को छ होइन, मन्त्रीमण्डल त्यस्तै। अहिले मन्त्रीको सल्लाहकार हिजो को थिए, तिनीहरूको हिस्ट्री हेरौँ न, हामीले पढेर घरमा बसेर तिनीलाई चाहिँ यसो हेरौँ न, त्यस्तै पुगेका छन्। अझ यिनीहरूले कुनै केही सिप नलागेर होइन, अब संविधानै च्याट्नलाई त यिनीहरूले सकेन नि त, 2/3 बहुमत पुगेर नि सकेनन् नि त। सके पनि उनीहरू एकतिर भए, अरू दल त बाहिर रह्यो नि त। गणतन्त्र त 100% कोल्याप्स थियो, यिनीहरूको योजना पनि थियो, योजनै त्यही थियो, त्यो रहेछ बचो, एकजना व्यक्तिले गर्दाखेरि बचो। र त्यसको साथसाथमा राष्ट्रपतिले केही आँट गरेका हुन्, त्यो पनि मान्नुपर्छ। किनभने मलाई गोली हान, राजीनामा दिन्न भन्यो, राजीनामा माग्न त पुगेको रहेछ नि त सेनापति। अनि त्यसपछि राष्ट्रपतिलाई नै गोली हानेर मारिसके पछाडि त व्यवस्था नै रहेन नि, व्यवस्था नै रहँदैन। अनि त्यस पछाडि एउटा किसिमको चाहिँ संसद विघटन त अलरेडी विघटन गराइसकेको थियो, यिनीहरूले भइसकेको थियो। तपाईँको देशमा त यस्तो खतरा हुन्थ्यो कि तपाईँको पुरै चारैतिर आगो बल्थ्यो, गणतन्त्रवादीहरू एकातिर हुन्थे होइन, दरबार पार्टीहरू एकातिर हुन्थे, हामी बन्दुकको नालमुनि बस्नु पर्थ्यो, हामी बन्दुकको नालमुनि हामी बस्नु पर्थ्यो। अनि त्यस पछाडि यसमा त अनि चाइनाले हेर्थ्यो होला, रुसले हेर्थ्यो होला होइन। त्यस पछाडि त देशमा एउटा सङ्कटकाल घोषणा हुन्थ्यो, अनि सिधै चाहिँ तपाईँको चाहिँ विदेशी सेना, मेन त अमेरिकन सेना यहाँ आउँथ्यो, र आइसके पछाडि यहाँ सेनाको यो घोषणा हुनुहुन्थ्यो, अनि सेनाले सत्ता चलाउँथ्यो। 5-6 महिना 2-3 महिना पछाडि त्यसलाई साम्य बनाउँथे, अनि विद्रोह जति दबाउँथे, अनि साम्य बनाउँथे, अनि जसलाई जेल हाल्नु पर्थ्यो त्यसलाई हाल्थे, जसलाई अब क्रस फायरिङमा मार्नु पर्थ्यो मार्थे, मार्ने जति मार्थे, राख्ने जति राख्थे, आफ्नो उनीहरूको योजना अनुसार जे गर्नु मन लाग्थ्यो त्यो गर्थ्यो। यतिखेर ज्ञानेमायालाई सरकार हुन्थ्यो, हेर्नुहोस् राष्ट्रतन्त्र जिन्दाबाद हुन्थ्यो। अनि त्यस पछाडि अमेरिकाले जे चाहन्थ्यो यहाँ हुन्थ्यो, उनीहरूको बेस क्याम्प यहाँ आउँथ्यो। अनि अब वार कहाँ हुन्थ्यो, त्यो युक्रेन यो कहाँ लडाइँ भएको छ नि, त्यो लडाइँ यहाँ हुन्थ्यो। नेपाल चाहिँ एउटा युद्धभूमि बन्थ्यो, यहाँ हुन्थ्यो लडाइँ, त त्यो लडाइँ यहाँ हुन्थ्यो चाइनासँग, यताबाट लडाइँ हुन्थ्यो। मैले त अहिले त त्यस्तो पो हुन्थ्यो रहेछ भनौँ न। मलाई लाग्ने कुरा भने जस्तो अमेरिकी सैनिकहरू नेपालमा झरिहाल्यो भने चाइना जस्तो ठुलो देशले हेरेर त बस्दैन, ऊ त एकदम अलरेडी ऊ त शक्तिशाली देश छ।